कुकुरसँग राजकुमारीको विवाह पागलपन जस्तो लाग्छ होइन? तर यो कथाको सत्य सुनेपछि तपाईँ छक्क पर्नुहुन्छ। आउनुहोस् कथा सुरु गरौँ। एउटा सानो गाउँमा एउटा बुढा र बुढी बस्दथे। उनीहरूको जीवन साधारण थियो, तर उनीहरूको मनमा एउटा ठुलो पीडा थियो। विवाह भएको धेरै वर्ष बितिसक्दा पनि उनीहरूलाई सन्तान प्राप्त भएको थिएन। गाउँका अरू घरहरूमा बालबालिकाको हाँसो गुन्जिन्थ्यो। छिमेकीहरू आफ्ना सन्तानसँग खेलिरहेका देख्दा बुढाबुढीको मन अझै दुखी हुन्थ्यो। बुढी प्राय भगवानसँग प्रार्थना गर्थिन्, हे भगवान, हामीलाई एउटा सन्तान दिनुहोस्, हाम्रो घर पनि बच्चाको हाँसोले भरियोस्। बिचरा तर वर्षौं बितिसक्दा पनि उनीहरूको इच्छा पुरा भएन। एक दिन बुढा केही कामका लागि सहर जानु पर्यो। बुढी घरमा एक्लै बसिरहेकी थिइन्। साँझपख अचानक उनलाई ज्वरो आयो। शरीर कमजोर भयो। उनी ओछ्यानमा सुतेर निकै दुखी हुँदै आँसु झारिरहेकी थिइन्। रोइरहँदा उनी अचानक निदाइन्। निन्द्रामा उनले एउटा अचम्मको सपना देखिन्। सपनामा एउटा सुन्दर जवान केटो उनको अगाडि आयो। केटोको अनुहारमा दयालु मुस्कान थियो। उसले मायाले स्वरमा भन्यो, आमा, तपाईँ बिरामी हुनुहुन्छ, यो औषधि खानुहोस्, तपाईँ निको हुनुहुन्छ। त्यो केटाले हातमा रहेको औषधि बुढीलाई दियो। बुढीले सपनामै त्यो औषधि खाइन्। केही बेरपछि उनको निन्द्रा खुल्यो। अचम्मको कुरा के भयो भने उनको ज्वरो धेरै घटिसकेको थियो। शरीर पनि हलुका महसुस भइरहेको थियो। बुढीले वरिपरि हेरेर त्यो केटो खोजिन्, तर कहीँ पनि देखिएन। त्यसपछि उनलाई थाहा भयो, ओहो, यो त सपना मात्रै रहेछ। तर त्यो सपना यति वास्तविक जस्तो लागिरहेको थियो कि उनी धेरै बेरसम्म सोचमै परिरहिन्। त्यो रात फेरि उनी निदाइन्। यसपटक पनि उनले उही सपना देखिन्। फेरि उही जवान केटो उनको नजिक आयो। उसले मायालु स्वरमा भन्यो, आमा, मलाई नचिनेर पनि माया गर्नुभयो भने म सधैँ तपाईँको साथमा रहनेछु। त्यो कुरा सुनेर बुढी निकै खुसी भइन्। उनी सपनामै त्यो केटासँग धेरै बेर कुरा गरिरहिन्। उनले उसको टाउको सहलाउँदै मायाले हेर्दै बसिन्। उनीहरूको कुराकानी यति मिठो थियो कि बुढीलाई आफ्नो वास्तविक जीवनको दुःख केही बेरका लागि बिर्सिए जस्तो लाग्यो। अर्को दिन बिहान बुढा घर फर्किए। बुढीले राति देखेको सबै सपना विस्तारमा सुनाइन्। बुढाले ध्यान दिएर सुने, तर उनलाई त्यो कुरा अलि अनौठो लाग्यो। त्यही बेला उनीहरूको आँगनमा एउटा कुकुर आएर बस्यो। त्यो कुकुर निकै शान्त थियो। उसले पुच्छर हल्लाउँदै बुढाबुढीलाई हेर्न थाल्यो। बुढीले कुकुरलाई हेर्दै भनिन्, कस्तो अचम्म, यो कुकुर मलाई किन यति चिनेको जस्तो लाग्छ। कुकुर पनि उनीहरूको नजिक आएर माया देखाउन थाल्यो। बुढाबुढीलाई कुकुरको व्यवहार देखेर अचम्म लाग्यो। अन्ततः उनीहरूले कुकुरलाई खाना दिएर घरमै राख्ने निर्णय गरे। त्यो रात बुढाबुढी दुवैजना छिट्टै सुत्न गए। आश्चर्यको कुरा, त्यो रात उनीहरूले एउटै सपना देखे। सपनामा उही जवान केटो आयो। उसले बुढाबुढीलाई हेर्दै भन्यो, बुबा आमा, तपाईँहरूको घरमा बसेको कुकुर वास्तवमा म नै हुँ। अघिल्लो जन्ममा परेको श्रापको कारण म कुकुर बनेको हुँ। बुढाबुढी छक्क परे। त्यो युवकले अगाडि भन्यो, यदि मेरो विवाह यस राज्यकी राजकुमारीसँग भयो भने मात्र म फेरि मानिस बन्न सक्छु। त्यो कुरा भनेपछि सपना समाप्त भयो। बिहान उठेपछि बुढा र बुढी दुवैजना अचम्ममा परे। दुवैले एउटा सपना देखेका थिए र सपना उही जवान केटोले आफू कुकुर भएको र राजकुमारीसँग विवाह भए मात्र मानिस बन्ने कुरा भनेको थियो। बुढी निकै उत्साहित भइन्। उनले बुढालाई भनिन्, हामीले यस कुकुरलाई छोरा जस्तै मानेका छौँ। यदि यसले भने जस्तै हो भने हामीले यसको विवाह राजकुमारीसँग माग्नुपर्छ। तर बुढा डराए। उनले भने, यो कसरी सम्भव हुन्छ? राजा यति ठुलो मान्छे, उनको छोरीको विवाह कुकुरसँग माग्न जानु भनेको ठुलो जोखिम हो। हामीलाई पागल ठान्न सक्छन्। तर बुढीले जिद्दी गरिन्, यदि यो साँच्चै हाम्रो भाग्यमा लेखिएको कुरा हो भने डराएर के हुन्छ? जे हुन्छ देखिनेछ। धेरै सोच विचारपछि अन्ततः बुढाले साहस गर्ने निर्णय गरे। अर्को दिन बिहान उनले कुकुरलाई साथमा लिएर राजाको दरबारतर्फ यात्रा सुरु गरे। धेरै हिँडेर उनी दरबारको ठुलो ढोकासम्म पुगे। त्यहाँ सिपाहीहरू पहरा दिइरहेका थिए। सिपाहीहरूले बुढालाई रोकेर सोधे, तिमी किन यहाँ आएको? बुढाले अलि डराउँदै उत्तर दिए, म राजासँग एउटा कुरा भन्न आएको हुँ। कस्तो कुरा? सिपाहीहरूले सोधे। बुढाले हिम्मत जुटाएर भने, म यो कुकुरको विवाह राजकुमारीसँग माग्न आएको हुँ। यो कुरा सुन्नासाथ सिपाहीहरू हाँस्न थाले। उनीहरूलाई बुढा पागल जस्तो लाग्यो। केही सिपाहीहरूले रिसाउँदै भने,
यो कस्तो मूर्खता हो, कुकुरको विवाह राजकुमारीसँग? उनीहरूले बुढालाई धकेल्दै बाहिर पठाउन खोजे, तर बुढा त्यहीँ अडिग भएर बसिरहे। अन्ततः सिपाहीहरूले यो कुरा राजासम्म खबर पठाए। जब राजाले यो कुरा सुने उनी निकै रिसाए। उनीहरूले तुरुन्तै आदेश दिए, त्यो बुढालाई र कुकुरलाई मेरो सामु ल्याऊ। दरबारमा ल्याइएपछि राजा झन क्रोधित भए। उनले सोधे, तिमीलाई यस्तो मूर्खतापूर्ण कुरा गर्न कसले सिकायो? बुढाले विनम्र भएर सबै कुरा बताए, सपना, श्राप र राजकुमारीसँग विवाह भए मात्र मानिस बन्ने कुरा। तर राजालाई यो कुरा विश्वास लागेन। रिसले भरिएका राजाले आदेश दिए, यी दुवैलाई जेलमा हालिदिनु। त्यसपछि बुढा र कुकुरलाई समातेर अँध्यारो कारागारमा थुनियो। उनीहरूलाई थाहा थिएन कि यही घटनाले चाँडै नै राजदरबारको भाग्य बदल्न लागिरहेको थियो। बुढा र कुकुरलाई अँध्यारो कारागारमा थुनिएपछि दरबारमा त्यो घटनाको चर्चा फैलियो। धेरै मानिसहरूले यो कुरा सुनेर आश्चर्य मानिरहेका थिए। कसैले बुढालाई पागल भने, कसैले भने यो कुनै अनौठो रहस्य हुन सक्छ। त्यही रात राजदरबारमा अर्को अचम्मको घटना भयो। राजकुमारी निदाइरहेकी थिइन्। गहिरो रातको समयमा उनले पनि एउटा अनौठो सपना देखिन्। सपनामा एउटा सुन्दर र बहादुर देखिने युवक उनको अगाडि आयो। उसको अनुहार तेजस्वी थियो र आँखामा आत्मविश्वास झल्किएको थियो। उसले विनम्र स्वरमा राजकुमारीलाई भन्यो, राजकुमारी, म अहिले कुकुरको रूपमै छु। अघिल्लो जन्मको श्रापको कारण यस्तो भएको हो। यदि तपाईँले मसँग विवाह गर्नुभयो भने मात्र म यो श्रापबाट मुक्त भएर फेरि मानिस बन्न सक्छु। राजकुमारी यो कुरा सुनेर अचम्मित भइन्। सपनामा उनले त्यो युवकलाई ध्यानले हेरिरहन्। उसको बोलीमा सत्यता र दुःख दुवै झल्किरहेको थियो। सपनाको अन्त्य हुँदै जाँदा युवकले फेरि भन्यो, म अहिले तपाईँको दरबारको कारागारमा थुनिएको छु। यदि तपाईँले मलाई सहयोग गर्नुभयो भने मात्र यो रहस्य खुल्नेछ। त्यसपछि राजकुमारीको निन्द्रा खुल्यो। उनी धेरै बेरसम्म सोचमा परिन्। सपना यति वास्तविक जस्तो लागेको थियो कि उनले त्यसलाई साधारण सपना मात्र मान्न सकिनन्। बिहान भएपछि राजकुमारीले आफ्नो सपना राजालाई सुनाइन्। तर राजा यो कुरा सुनेर झन रिसाए। उनले कठोर स्वरमा भने, यो सबै मूर्खता हो। कुकुरसँग विवाह गर्ने कुरा कहिले सम्भव हुँदैन। यस्तो कुरा फेरि कहिले नगर। राजकुमारी चुप भइन्। तर उनको मनमा भने त्यो सपना बारम्बार आइरह्यो। त्यो रात उनले एउटा साहसी निर्णय गरिन्। गहिरो रातमा सबै सिपाहीहरू निदाइसकेपछि राजकुमारी चुपचाप कारागारतर्फ गइन्। त्यहाँ उनले बुढा र कुकुरलाई अँध्यारो कोठामा बसेको देखिन्। राजकुमारीले बिस्तारै ढोका खोलेर उनीहरूलाई बाहिर निकालिन्। तर उनीहरूलाई थाहा थिएन दरबारका सिपाहीहरूले चाँडै नै उनीहरूको भाग्ने योजना थाहा पाउने थिए र त्यसपछि एउटा ठुलो घटना घट्न लागिरहेको थियो। राजकुमारीले चुपचाप कारागारको ढोका खोलेर बुढा र कुकुरलाई बाहिर निकालिन्। तिनैजना सावधानीका साथ दरबारबाट बाहिर निस्किन खोज्दै थिए। तर केही बेरमै दरबारका सिपाहीहरूले त्यो कुरा थाहा पाए। तुरुन्तै हल्ला मचियो, कैदीहरू भाग्दैछन्, समात। सिपाहीहरू हातमा हतियार लिएर उनीहरूलाई पछ्याउँदै दौडिए। बुढा निकै डराए। उनले राजकुमारीलाई भने, हामी कहाँ जाने? अब त सिपाहीहरूले समात्छन्। राजकुमारी पनि चिन्तित थिइन्। तर उनले साहस छोडिनन्। उनीहरू दरबारबाट टाढा पुग्न खोजिरहेका थिए। त्यही बेला सिपाहीहरू उनीहरू नजिक आइपुगे। सिपाहीहरूले कुकुरलाई समात्न खोजे। त्यसै क्षण अचानक एउटा अनौठो घटना भयो। कुकुरको शरीरबाट उज्यालो प्रकाश फैलियो। क्षणभरमै त्यो कुकुर परिवर्तन भएर एक सुन्दर र बलियो युवकमा बदलियो। सबै सिपाहीहरू त्यो दृश्य देखेर स्तब्ध भए। त्यो युवक उभिएर बहादुरीका साथ सिपाहीहरूसँग सामना गर्न थाल्यो। उसको आँखामा साहस र क्रोध दुवै देखिन्थ्यो। दरबारमा खबर पुग्यो कि एउटा अज्ञात युवकले सिपाहीहरूलाई चुनौती दिइरहेको छ। राजा स्वयं पनि युद्धस्थलतर्फ आए। त्यहाँ पुगेपछि उनले देखे त्यो युवक अत्यन्त शक्तिशाली र साहसी थियो। कुनै पनि सिपाहीले उसलाई सजिलै हराउन सकेन। युद्ध निकै समयसम्म चल्यो। अन्ततः राजा आफै धनुष लिएर अघि बढे। राजाले एउटा बलियो बाण चलाए। तर दुर्भाग्यवश त्यो बाण युवकलाई होइन, नजिकै उभिएका बुढालाई लाग्यो। बुढा त्यहीँ ढले। आफ्नो बुवालाई घाइते भएको देखेर युवकको मन क्रोधले भरियो। उसले अझै बढी साहसका साथ लडाइँ जारी राख्यो। तर त्यो छेलले राजालाई पनि गम्भीर सोचमा पारिसकेको थियो, किनकि उनले बुझ्न थालेका थिए कि यो साधारण घटना होइन। बुढा बाढ लागेर जमिनमा ढलेपछि सबैजना स्तब्ध भए। राजकुमारी डरले काप्न थालिन्। बुढीको पनि हालत निकै खराब भयो, किनकि उनलाई आफ्नो श्रीमानको चिन्ता लागिरहेको थियो। त्यो युवक तुरुन्तै बुढाको नजिक दौडेर गयो। उसले बुढालाई उठाएर माया गर्दै भन्यो, बुबा, हिम्मत नहार्नुहोस्, तपाईँलाई केही हुँदैन। युवकले सावधानीका साथ बुढाको उपचार गरायो। केही समयपछि बुढाको होस खुल्यो। उनी बिस्तारै उठेर बस्न सके। यो सबै देखेर राजा निकै अचम्मित भए।
उनलाई अब थाहा हुन थाले कि यो युवक साधारण मानिस होइन। राजकुमारी पनि अघि बढेर सबै कुरा राजालाई फेरि सम्झाइन्, सपना, श्राप र कुकुरको रूपको रहस्य। राजाले केही समय सोचेर अन्ततः सत्य स्वीकार गरे। उनीहरूलाई महसुस भयो कि बुढाले भनेको कुरा झुटो थिएन। राजाले युवकलाई नजिक बोलाएर भने, यदि यो सबै सत्य हो भने आजदेखि तिमी हाम्रो दरबारमा सम्मानका साथ बस्नेछौ। त्यसपछि राजाले राजकुमारीको विवाह त्यो युवकसँग धुमधामको साथ गरिदिने निर्णय गरे। पुरै राज्यभरि उत्सव मनाइयो। दरबारमा भव्य विवाह समारोह आयोजना भयो। राजकुमारी र युवकको विवाह ठुलो हर्षोल्लासका साथ सम्पन्न भयो। राजालाई आफ्नै छोरा थिएन, त्यसैले उनले त्यो साहसी युवकलाई राज्यको युवराज घोषणा गरे। उता बुढा र बुढी पनि आफ्नो छोरालाई मानिसको रूपमा देखेर अत्यन्तै खुसी भए। वर्षौंदेखि उनीहरूले देखेको सपना अन्ततः साकार भयो। यसरी उनीहरूको दुःखको जीवन समाप्त भयो र उनीहरूको घरमा सधैँका लागि खुसी छायो। साँचो माया, धैर्य र विश्वासले कुनै पनि कठिनाइलाई जित्न सक्छ। साथीहरू, तपाईँलाई यो कथा कस्तो लाग्यो? यदि यस्तै कथाहरू सुन्न मनपर्छ भने हाम्रो युट्युब च्यानल कथा गुफालाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्। साथै बेल आइकन पनि थिच्नुहोस् ताकि नयाँ कथाहरू सुन्न पाइयोस्। फेरि भेटौँला अर्को कथा लिएर कथाको गुफाबाट।